फर्किएर आइदिए हुन्थ्यो नि है। तिमी हुँदा सधैँ फोन आउँथ्यो मेरो मोबाइलमा, तर आज तिम्रो फोनको घन्टी किन नबजेको होला है। घरको भित्ता भित्तामा तिम्रो तस्बिर छन्, तर तिम्रो बोली किन नसुनिएको होला खै। लाग्छ तिमीले एक शब्द नआयो भने संसार बोल्छ चाहिँ, तर खै कुन संसार बनायो भन्दा टाढा गई। न त भेट्न नै सक्छु, न त बोल्न नै सक्छु, न त चिच्याउन नै। तिमी जलिरहँदा एकैछिनमा मेरो संसार जल्यो, तर म मौन रहे। बस मेरा आँखा रसाए अनि आँसु झर्यो। मन सम्हाल्नुको अर्थ मैले सायद बुझेको थिइनँ होला अघि, तर जब सम्हाल्नु पर्यो ती आँसुलाई तिम्रो लास आफ्नै अगाडि जलिरहँदाखेरि अनि थाहा पाएँ मन सम्हाल्नुको अर्थ वास्तवमा के हो भने। ठिकै छ यो आँसु त म एक्लै हुँदा रुला, तर अब मेरो मनको यो घाउ कसरी निको पार्ने खै।